अजय भाइ म एउटा क्वेसन सोध्छु भन्नु ल। सोध्नु न। त राजाले एउटा बाहुनलाई साग बाघ बाख्रा दिएर पठायो, दान दिएर पठायो। ऊ लिएर गयो, जाँदा जाँदा एउटा ठुलो नदी रहेछ अरे। त्यो नदीमा चाहिँ एउटै मात्रै उयो भारी बोक्न सक्छ उसले त, कि त सागै मात्रै बोक्न सक्यो र पार तार्नु सक्यो, दुईटा बोक्न सक्दैन। त त्यो बाहुनले पार गरेर लान्छे लग्यो, कसरी लग्यो? बाहुनले कसरी लग्यो भनेपछि साग पहिला त बाख्रा लग्यो होला मेरो हिसाबले। बाख्रा लगेर उहाँ पुर्याएर अनि फेरि आएपछि त अगर बाघलाई लिएर गयो भने बाख्रा खाइदिन्छ, सागलाई लिएर गयो भने साग खाइदिन्छ। दुईटै लिएर गयो होला। होइन, एउटै लिएर जान्छ। सागै लिएर गयो होला, किनकि प्लास्टिक उसमा अब झोलामा हालेको थियो होला। होइन, त्यति बेला प्लास्टिकै थिएन नि त त्यो जुटमा। डोको थियो होला नि। डोकोमा पनि खाइदिइहाल्छ नि बाख्राले फेरि। डोकोमा पनि बाख्राले खाइदिन्छ। सकेन हुँदैन। अनि त भन्छ यो ल गाइज, अब यो अर्थ सकेन। लु गाइजले भनिदिनु होला कसले कसरी पार गरेर लिएर गयो, लु भनिदिनु होला है हजुरहरूले।